टर्निङ पिच थियो होइन। अब स्पिनर्सलाई एकदमै सपोर्टिभ स्पिन फ्रेन्डली पिच थियो। त्यो भएर नि ब्याटरहरूलाई चाहिँ गाह्रो थियो आजको पिचमा अब जे ग्रिप भइरहेको थियो बलहरू, त्यही भएर पनि गाह्रो भइरहेको थियो स्कोर गर्नलाई। हजुरको टिम हेर्दा चाहिँ लास्ट गेम पनि सबै स्पिनरले फाल्नु भयो, आज पनि सबै स्पिनरले फाल्नु लिग अघि बढ्दै जाँदाखेरि चाहिँ पिचले गर्दाखेरि हो कि तपाईँहरूको पर्फर्मेन्सले पनि फास्ट बलरहरू चाहिँ प्रश्न होइन, अब कीर्तिपुरमा स्पेसली पिचमा स्पिनलाई सपोर्ट गर्ने हुन्छ, त्यही भएर नि हामीले स्पिनर्सलाई नि बढी जोड दिएको थियौँ। हामीले आज अब हामीले रुपेशलाई पनि बाहिर राख्यौँ होइन। अब हामी किशोरलाई पनि बाहिरै छ अहिलेसम्म, त्यही भएर हामीले स्पिन फ्रेन्डली पिच भएर हामीले स्पिनरलाई खेलाएको। ओभरअल सिजन हेर्दा चाहिँ डिफेन्डिङ च्याम्पियन अब बटममा राख्दाखेरि चाहिँ एन्ड हुँदाखेरि चाहिँ यो सिजनलाई कसरी हेर्नुहुन्छ समग्रमा? यो सिजन हाम्रो लागि चाहिँ एकदमै ब्याड भयो। पहिला हामीले जितेको, अब यो हामीले एनपिएल फर्स्ट हामी टाइटल जितेको थियौँ होइन। अब यो सिजनमा चाहिँ हामीलाई पहिला जिताउने जस्तो मिलन था लहरू थियो एकजना होइन। अब हाम्रो अर्को ग्रुप के अरे किशोर महतो, अब ललित राजवंशी, जुन हामीलाई पहिलाको दुईवटा सिजन यो एनपिएल फर्स्ट र पहिलाको नेपाल टी20 पनि हामीलाई जिताउने यही तीनजना थियो। अब यही तीनजना योपालि हामीसँग यो टुर्नामेन्टमा चाहिँ चल्न सक्नु भएन र उनीहरू फर्ममा देखेन, त्यो भएर पनि हामीले अलिकति हार्नुको रिजनहरू पनि जस्तो लाग्छ मलाई चाहिँ। लास्ट इयर अहिले हेर्दा चाहिँ कोचिङ युनिट चेन्ज भयो, तपाईँ त्यहीसँगै हुनुहुन्छ। कोचिङ चेन्जेसले गर्दाखेरि पनि त्यो टिमको अप्रोचमा चाहिँ चेन्ज भएको थियो। अरू प्लेयरहरू जुन आसिफ अनिल जस्तो ललित रुपेश त्यो कोचिङ चेन्जले गर्दा नि केही इम्प्याक्ट गर्यो होइन। कोचिङ चेन्जले भन्दा नि हामीसँग चाहिँ अब योपालि हाम्रो कागजमा हेर्दा लिस्टमा हेर्दा चाहिँ हामी स्ट्रङ्गै टिम थियौँ होइन। तर अब हाम्रो जुन मेन प्लेयर र डोमेस्टिक प्लेयरहरू चल्नुपर्ने डोमेस्टिक प्लेयर जस्तो आसिफ पनि चल्न सकेन, एउटा म्याचमा मात्रै 50 हान्यो, अनिल एउटा म्याच मात्रै चल्न सक्यो। र मैले भने अब पहिला हाम्रो जुन किशोर महतो, ललित राजवंशी, जुन अब नेपालको राम्रो टी20 बलरहरू उनीहरू पनि अब योपालि फर्ममा देखिएन। हाम्रो रिजनहरू चाहिँ त्यही कारणले पनि जस्तो लाग्छ मलाई चाहिँ। इमरान ताहिर आउने कुरा थियो, पार्नेल पनि इन्जोर्ड हुन्छ, तर विदेशी खेलाडीहरू पनि जस्तो मिलान थामा जति प्रस्तुत थियो भने विदेशी खेलाडीहरू पनि स्टेप अप गर्न नसकेको कि जो एक्सपेक्टेसन भएको खेलाडी होइन। इमरान ताहिर अहिले टी10 लिग खेल्दै हुनुहुन्थ्यो होइन। उहाँको अब पछि हामीले अब माथिको लेभल नपुग्ने भइसकेपछि चाहिँ अब इमरान ताहिरलाई अब फेरि पछि दुईवटा म्याच मात्रै खेल्नलाई बोलाएर पनि हामीलाई थिएन। तर इमरान ताहिरको चाहिँ अहिले नभ्याएर पनि उसको टी10 सकाएर मात्रै आउँछु भन्ने कुरा भएको थियो। त्यो भएर हाम्रो लिग पनि सकिसक्ने हुन्थ्यो, त्यो भएर इमरान ताहिर आउनु भएन। अरू प्लेयर्सहरू त अब राम्रै प्लेयर्सहरू छन् होइन। अब तर त्यही हो, अब सञ्जय कृष्णमूर्तिबाट धेरै आशा थियो, उहाँले 2टा 50 हान्नुभयो। तर अब उहाँले पनि अब अरू विदेशी प्लेयरहरूमा सबै जस्तो पर्नेल र हामीलाई माझ मात्रै पनि अगाडिदेखि आइदिएको भए हामी यो टुर्नामेन्टमा हामी डिफ्रेन्ट टिम पनि हुनसक्थ्यो जस्तो लाग्छ मलाई। जनकपुर चाहिँ विदेशी खेलाडीलाई कप्तानी दिने पहिलो टिम भयो, त्यसमा 3टा कप्तानी पनि चेन्ज भयो, मैदान बाहिर पनि अब त्यही हिसाबले चेन्जेस देखियो। त्यो विदेशीलाई नै कप्तानी दिने कारण चाहिँ विदेशीलाई भन्दा नि अब अनिल अलिकति क्याप्टेन्सी प्रेसर लिइरहेको थियो। उसले आफै पनि अब क्याप्टेन्सी प्रेसर छ भन्ने खालको कुरो उसले, त्यही भएर मैले पर्फर्म गर्न सक्ने खालको उसले जस महसुस गरेर उसले भन्नुभयो। त्यसपछि हामीले अलिकति वर्ल्ड क्रिकेटमा अलिकति एक्सपिरियन्स भनेको अब पार्नेललाई त्यो रिजनले पनि दिएको हो। र त्यसमा भित्र चाहिँ आसिफ र लफ्टीले पनि, लफ्टी पहिलाको सिजन खेलेर गइसकेको थियो, नेपाली क्रिकेटरहरूलाई चाहिँ राम्रै चिन्नुहुन्थ्यो होइन। त्यो भएर आसिफ र उसलाई पनि त्यहाँभित्र चाहिँ विदेशीलाई दिए पनि, तर हजुरलाई सजेस्ट चाहिँ अब आसिफ र हाम्रो उसले गरिरहेको थियो लफ्टी। अब च्याम्पियन कोटा ल्याउँदाखेरि चाहिँ उहाँलाई अनाउन्स गर्दाखेरि चाहिँ लङ टर्मको लागि काम गरेको थियो फ्रेन्चाइजी। लगातार 2 वर्ष फ्रेन्चाइजीसँग काम गरिरहेको छ। अब अर्को वर्ष आउने बेला चाहिँ च्याम्पियन कोटाको सहकार्य उहाँहरूले अफ सिजनमा पनि काम गर्ने जुन भन्छ मधेसको क्रिकेटमा चाहिँ त्यो चाहिँ कस्तो कुरा हुँदैछ यो टिमसँग? मधेसमा पनि हामीले गर्ने भन्दा पनि अब एउटा एकाडेमी नै खोल्ने अब एउटा अवधारणा पनि आइरहेछ होइन। सायद हामी निरन्तर त्यो एकाडेमीहरूसँग अब हाम्रै फ्रेन्चाइजबाट एकाडेमी खोल्ने एउटा जुन सोच छ र लगभग अब त्यो खोलिन्छ होला, त्यो अनुसारले नै हामी मधेस क्रिकेटमा चाहिँ काम गर्छु जस्तो लाग्छ हामीलाई चाहिँ। जस्तो केही खेल अगाडि चाहिँ होइन। अब विनोद भण्डारीज्यूले पनि अब उहाँ अब पहिलादेखि नेपाल टिमबाट पनि खेलिरहनु भएको थियो। तर अब सेलेक्टरहरू हुनुहुन्छ, यो कुराहरू सेलेक्टरको जिम्मामा हुन्छ होइन, उहाँहरूले कसरी पर्फर्म गर्छ। तर मलाई जस्तो लाग्छ अब नेपाल क्रिकेट सङ्घबाट जुन सेलेक्टरहरू हुनुहुन्छ उहाँहरूबाट जसले राम्रो गरेको छ उहाँलाई छान्नुहुन्छ जस्तो लाग्छ। त्यस्तो विभेद चाहिँ छ जस्तो लाग्दैन मलाई। त्यसरी विभेद चाहिँ गरेको छैन। पर्फर्म गर्नेहरू क्याम्पसम्म पर्छन्। अब क्याम्पबाट चाहिँ अब टिममा
कस्तो प्लेयरहरू सुट हुन्छ त्यो अनुसारले पनि अब छान्नुपर्ने हुन्छ होइन। अब सबै ब्याटर मात्रै छानेर पनि हुँदैन, त्यसमा अब अलराउन्डर, ब्याटर, त्यसपछि बलरहरू, अब स्पिनर्सहरू, अब विपक्षको कन्डिसन हेरेर पिच कन्डिसन हेरेर पनि यो टिम सेलेक्ट गर्नुपर्ने हुन्छ। त्यो हिसाबले चाहिँ अहिलेसम्म सेलेक्टरहरूले चाहिँ राम्रै गर्नुपर्छ लाग्छ मलाई चाहिँ। अहिलेको उसमा चाहिँ मलाई जहाँसम्म लाग्छ नेपाली खेलाडीहरू, पुरुष खेलाडीहरू धेरै मेहनत गर्छन् होइन। अब तपाईँले यहाँ अफ सिजनमा आउनु चाहिँ टियु ग्राउन्डमा प्रायःजसो जुन नेपाली प्लेयर्सहरू हुन्छ उनीहरू एक्लै भयो नि मेहनत गरिरहेको हुन्छ। त्यो हिसाबले चाहिँ मेहनतमा चाहिँ कमी छ जस्तो लाग्दैन मलाई अहिले चाहिँ।